गर्नको लागि। अनि यो बिचमा आउने हरेक कुराहरूलाई हामीले स्वीकार्नुपर्छ भन्ने एउटा सन्देश बहिनीले दिएको जस्तो मैले फिल गरेँ होइन। अनि जीवनमा 100% हुनको लागि चाहिँ हाम्रो एटिट्युड, ATTITUDE एटिट्युड चाहिँ 100% हुनुपर्छ। अनि मात्र मान्छे पूर्ण हुन्छ। तिम्रो लभले मात्रै पनि हुँदैन, हार्डवर्कले मात्रै हुँदैन, डिसिप्लिनले मात्रै हुँदैन। एट द एन्ड अफ द डे एटिट्युड इज भाइटल टु गेट सक्सेस इन आवर लाइफ भन्दै अब मेरा पनि केही विचारहरू धारणाहरू मैले राख्ने इच्छा गरेँ, चाहना राखेँ। 2081बाट म यस विद्यालयमा मङ्सिर 10 गतेदेखि निरन्तर अध्यापन क्षेत्रमा लागिरहेछु। अनि मेरो विषय अङ्ग्रेजी हो। मैले गत वर्ष पनि शिक्षण गराइसकेँ र 2082 का तिमीहरू सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू मेरो छोराछोरी जस्तो, मेरो साथीहरू जस्तो, मेरो भाइ बहिनीहरू जस्तो, मेरो भतिजनी जस्तो हैन, सबै कुराहरू मैले तिमीहरूलाई त्यो फिल गरेँ हैन। एट द एन्ड अफ द डे हाम्रो रिलेसन भनेको मेन्टर अनि लर्नरको। मैले मेन्टरिङ गर्ने प्रयास गरेँ, तिमीहरूले लर्न गर्ने प्रयास गर्यौ। अनि अब यसको भोलिदेखि परीक्षा हुँदैछ, इक्जाम हुँदैछ। अनि त्यो प्रयासहरूलाई चाहिँ समीकरण गर्दाखेरि त्यसको रिजल्ट के आउँछ त्यही नै फाइनल कुरा हो। अनि यसो भनिराख्दाखेरि कतिपय यो वर्षभरिमा हामीले धेरै अप्स एन्ड डाउन्सहरू भए, हुन्छ, फेरि पनि हुन्छ। कतिपय विद्यार्थीहरूलाई मैले कन्ट्रोल गर्न सकिनँ। कतिपय विद्यार्थीहरूको जिज्ञासा, क्युरियोसिटीलाई मैले फुलफिल गर्न सकिनँ। अनि मैले जानेको ज्ञान, बुझेको ज्ञान र मैले रिसर्च अनुसन्धान गरेको मेरो लेसन प्लान अनुसार मैले गरिनँ। त्यो सबै कुराहरूको पनि के हुन्छ त अब रिजल्टले नै देखाउँछ। अनि यो बिचमा हामीले कतिपय भावनात्मक हिसाबले कतिपय ह्युमन बिङ, मानव जाति भइसकेपछि यो विभिन्न कुराहरू, हाँस्ने, रुने, खेल्ने हैन, यो कुराहरू रहन्छन्। र यो क्रममा सबैभन्दा प्रिय तिमीहरू भयो। किन भन्दाखेरि म घरबाट कहिले भोकै आउँथेँ होला, कहिले तिर्खे आउँथेँ होला, कहिले खाएर आउँथेँ, कहिले खाएर आउँदिनँ थिएँ। त्यस्तै तिमीहरू पनि कहिले खाएर आउँथ्यौ, कहिले नखाइकन आउँथ्यौ, कहिले बिरामी भएर आउँथ्यौ। र पनि हाम्रो सम्बन्ध एकदमै सुमधुर भयो। त्यो सुमधुर सम्बन्ध किन भयो भन्दाखेरि कम्तीमा हामी फर्स्ट पिरियडमा फर्स्ट टाइम इन्ट्री हुने बित्तिकै मलाई कति बेला तिमीहरूकोमा आउँ, तिमीहरूको फेसियल एक्सप्रेसन हेरौँ, तिमीहरूको साह्रो गाह्रोलाई हैन अलिकति पनि भुलाउने कोसिस गरौँ, आफूमा भएको ज्ञान तिमीहरूलाई प्रदान गरौँ भन्ने नै लाग्थ्यो। अनि आई ट्राइड माई बेस्ट टु गिभ यु 100%। तिमीहरू सबैलाई थाहा छ मेरो ब्याकग्राउन्ड, मेरो हिस्ट्री। म पनि त्यस्तो सम्पन्न, त्यति धेरै लिटरेट, हाई क्वालिटीको ब्याकग्राउन्डमा पर्दिनँ। बट वाट ह्यापन इज आई ट्राइड माई बेस्ट टु गिभ यु समथिङ, एटलिस्ट समथिङ एभ्री डे, इच एन्ड एभ्री डे। अनि यो यात्रा सहज पनि थिएन। फेरि being a student, you all are very disciplined, you all are very humble, polite and very cooperative with me.
I really appreciate your cooperation along the journey of 2082. And I'm very proud of you that you all are doing well. And in future, I hope for the best of your wonderful career, right? And त्यही कुराहरू हुन्। अब यो क्लासमा आइरहँदाखेरि तिमीहरूले जीवन भोगाइहरू धेरै सिक्यौ हैन, विषय शिक्षण विषय ज्ञानहरू पनि धेरै लियौ। अब नेक्स्ट इयर 2083 मा तिमीहरू सबैजना अझ सिनियर स्टुडेन्टहरू हुन्छौ लगभग हैन। हाम्रो चाहिँ डे स्कुलको चाहिँ तिमीहरू सबैभन्दा सिनियर विद्यार्थी भाइ बहिनीहरू हुन्छौ। हुन त 11-12 पनि स्कुल लेभलै हो, तर उहाँहरू भनेको मर्निङ सिफ्टमा हुनुहुन्छ, तर डे सिफ्टमा चाहिँ सम्पूर्ण क्लास 10 को विद्यार्थी भनेको उदाहरणीय इक्जाम्पल, वन्डरफुल इक्जाम्पल हुनुपर्छ हैन। अनि यो विद्यालयको नाम, आफ्नो परिवारको नाम, आफ्नो देशको नाम, समाजको कल्याणको लागि भए पनि we all have to be very very positive. सकारात्मक सोचाइको फाइदा लिनुपर्छ। हरेक कुरामा ठेस लाउने हैन, नेगेटिभिटी देख्ने छिर्के गर्नु हुँदैन। मैले अघि भने सुरुमै एटिट्युड। एटिट्युड यस्तो हुनुपर्छ कि सबैको मनमा रुजाउने खालको हुनु पर्यो। जस्तो यो क्लासमा हैन, अथवा भनौँ न मेरो विद्यार्थीहरू मध्ये पनि सबभन्दा बेस्ट विद्यार्थीको यो कुराहरू क्याल्कुलेसन म गर्छु, मलाई थाहा छ, मेरो मनमा थाहा छ। तर मेरो हेर्ने दृष्टिकोण चाहिँ all the girls, all the boys इक्वल छ। अनि भोलिदेखि तिमीहरूको एनुअल एक्जाम स्टार्ट हुन गइरहेको छ। आफ्नो रुटिन, डे टु डे रुटिन, आफ्नो डेडलाइन्स लेखेर राख्ने डायरीमा, पर्सनल डायरीमा डेडलाइन्स फलो गर्ने। तिमीहरू यदि डिसिप्लिन भएन भने यो टाइममा आफ्नो करियर डामाडोल हुन्छ, डामाडोलै हुन्छ है। सो फोकस्ड हुने, सिरियस हुने, इन्टरटेनमेन्टको कुराहरू पनि छ, त्यो कुराहरू पनि रहन्छ। अहिले भने चाहिँ एज मच एज पोसिबल ट्राई टु गेन स्किल्स, ट्राई टु लर्न सम ट्रेनिङ। साना साना भए पनि तालिमहरू ल्याऊ, कम्तीमा जेको भने तालिम ल्याऊ। बोल्ने मात्रै, जस्तो मेरो काम के हो त, बिङ अ मेन्टर, बिङ अ टिचर, मैले आवाजको खेती गर्छु, मैले आवाज बेचिरहेको हुन्छु, मैले मोटिभेट गरिरहेको हुन्छु, इन्स्पायर गरिरहेको हुन्छु, ताकि भोलिको दिनमा तिमीहरू बेस्ट बनाऊ, तिमीहरूको लाइफ बेस्ट बनोस् हैन भन्दै। अब यो वर्ष राम्रोसँगले बित्यो, सबैजनाले सपोर्ट गर्यो। कतिपय मैले बुझाउन सकिनँ होला, त्यो कुराहरूमा तिमीहरूले पनि बुझ्यौ हैन। अनि राम्रा नराम्रा कुराहरू सबै भइहाल्छ। अनि नेभर गिभ अप एउटा धारणा पनि हुन जरुरी छ, केही गर्छु भन्ने सङ्कल्प पनि हुन जरुरी छ। सबैभन्दा ठुलो कुरो मिलेर राम्रो एटिट्युडका साथ दिने, सबैले सबैलाई। अनि के चाहिँ इम्पोर्टेन्ट हो, के चाहिँ अलिकति प्रायोरिटीमा पर्छ, त्यसमा धेरै इफोर्ट लाउनु, टाइम दिनु। त्यसो गर्दाखेरि पनि के हुन्छ त भन्दाखेरि तिमीले जति धेरै इफोर्ट लगायो, जति धेरै टाइम दियो, जति धेरै तिम्रो डेडिकेसन, हार्डवर्क त्यहाँ हुन्छ, भोलिको दिनमा त्यसले रिजल्ट त्यस्तै राम्रो देखाउँछ। चेन्ज एउटा वर्ड म तिमीहरूलाई भन्छु, CHANG, चेन्ज। What is the meaning of change?
परिवर्तन हैन त CHANG ई पनि छैन CHANGE त्यो सी र ई फर्स्ट वर्ड र लास्ट लेटर फर्स्ट लेटर र लास्ट लेटर फर्स्टको सी छ लास्टको ई छ यदि तिमी चेन्ज हुने हो भने नि सी लाई र ई लाई फोकस गर्ने बीचको HANG छ नि ह्याङ त्यसलाई चाहिँ टक्क सर्कल गरेर डिलिट हान्दिने अनि सी ले के गर्ने त कमिटमेन्ट हुनु पर्यो अनि ई भनेको चाहिँ इफोर्ट लाउनु पर्यो क्या कमिटेड भएर कमिटमेन्ट एन्ड ई ले के गर्यो त इफोर्ट लाउनु पर्यो बीचको HANG ह्याङ छ नि त्यसलाई चाहिँ धोएर पखालेर डिलिट हान्दिने अनि मात्र चेन्ज हुन्छ क्या तिमीहरू एन्ड इट इज नट इजी है फेरि इजी चाहिँ छैन यो गर्न सक्ने भनेको थोरै मात्राका विद्यार्थीहरू हुन्छन् जसले आफू कमिटेड भएर लाग्छन् आफ्नो इफोर्ट लगाउँछन् बिहान 4 बजी उठ्छन् आफ्नो नित्य कर्म गर्छन् नुहाइधुवाइ गर्छन् एक्सर्साइज गर्छन् मन तातो 2 गिलास पानी खान्छन् पढ्न थाल्छन् बेलुका खाना थोरै खान्छन् पानी प्रशस्त पिउँछन् 10-11 बजीसम्म पढ्छन् आफ्नो नित्य कर्म गर्छन् लेख्छन् प्र्याक्टिस गर्छन् अहिले यो डिजिटल दुनियाँमा हुन त कसैलाई पनि छोडेको छैन स्मार्टफोनले एन्ड्रोइडले आइफोनले तर त्यो नै मात्रै चाहिँ संसार होइन प्र्याक्टिकल संसार चाहिँ होइन त्यो चाहिँ त्यसले चाहिँ हामीलाई यस्तो भ्रमित बनाइरहेछ नि भ्रामक दुनियाँमा लग्छ त्यसले एल्गोरिदम भन्छ मैले एउटा राम्री केटीको भिडियोहरू हेर्न थालेँ भने त्यस्तै मात्रै आएको आइ गर्छ द्याट्स कल्ड एल्गोरिदम मैले स्पोर्ट्सको हेरेँ भने स्पोर्ट्सकै मात्रै आउँछ मैले मोटिभेसनल स्पिकरहरूको विषयमा हेरेँ भने त्यस्तै मात्रै आउँछ मैले रासपाको घन्टीकै मात्रै हेरेँ भने घन्टीकै मात्रै आएको आइ गर्छ द्याट्स कल्ड एल्गोरिदम यसले चाहिँ अनि हामीलाई रियल दुनियाँबाट अर्को दुनियाँमा लगिरहेको छ यो बुझ्नु त्यही नै हो अब थ्याङ्क यू